मान्छेले अर्को कुरा किन काटेको? यो प्रश्नको उत्तर त्यति सजिलो पनि छैन है। कहिलेकाहीँ मान्छेले सुनेको भरमा कुरा काट्छन्। अरे आफ्नो आँखाले देखेको त झुटो हुन सक्छ भनेपछि अर्काको कुरा त के नै सुन्नु र? उनीहरूले बा त्यो मान्छेलाई निचपन देखाउनको लागि कुरा काटेका हुन् कि? तर एउटा कुरा चाहिँ सधैँ सत्य रहन्छ। हामीलाई आफ्नो गल्ती हेर्नुभन्दा अर्काको गल्ती देख्नु बडो मजा लाग्छ है। भन्छन् नि, आफ्नो घरको धुलो नदेख्नेले अर्काको आँखाको कसी गरी देख्छ भनेर। जसको मन शान्त स्थिर हुन्छ नि, त्यसले अरूको हिंसा, अरूहरूको यस्तो कुरा काट्दै हिँड्दैन क्या। गीताको 12औं अध्यायमा श्रीकृष्णजीले भन्नुहुन्छ नि, तुल्या निन्दास्तुतिर मौनी सन्तुष्टो येन केनचित् अनेकेतस्थिरमतिर् भक्तिमन्मे प्रियो नरः भनेर। अर्थात् जसले निन्दा र प्रशंसालाई सामान्य रूपमा लिन सक्छ, जस्तै परिस्थितिमा पनि आफ्नो मनलाई हल्लिन दिँदैन र जस्तै परिस्थितिमा पनि ऊ सन्तुष्ट रहन्छ, त्यस्तो बुद्धि भएको मान्छे भगवानलाई साह्रो प्रिय छ। त्यसैले प्रश्न यो होइन कि मानिसले हाम्रो बारेमा के भन्छन्, किनकि अन्त्यमा अरूले के भन्ने भन्दा पनि हामीले आफ्नो मनलाई कति शान्त राख्न सक्छौँ भन्ने कुरा नै ठुलो महत्त्वपूर्ण कुरा हो। र मैले भनेको कुराले हजुरहरूलाई कतै ठेस पहुँच्यो र कतै भेट्यो भने आइएम सो सरी है।